यो चाहिँ अहिले यहाँ बनेको नयाँ हाइवे यो भन्छ यो अब अर्को आइल्यान्डहरू जानको लागि यसरी बोटहरू पनि रेडी भएर बसेको छ। अब जानु परिहाल्यो बोटबाट जानु। नेपाल पनि यस्तै सुन्दर भइदिए है। आशा छ नयाँ सरकार बनेको छ, नयाँ सरकारको नेतृत्वमा यस्तै बनाउन सफल भयो भने नेपाललाई पनि पर्यटक भित्राउन सकिन्छ। नेपालको प्रमुख आय स्रोत नै पर्यटक बनाउन पनि सकिन्छ। त्यस्तो राम्रो ठाउँहरू छ। अब नयाँको सरकारले केही गर्ला कि भन्ने आशा छ। हेरौँ अब गर्छन् बिस्तारै। पहिलाका नेताहरूले त घुस खाएर देश जति बर्बाद बनाइसके। अब अहिलेको सरकारले त त्यो गर्दैन भन्ने एकदम पूर्ण विश्वास अनि भरोसा छ। हेर्दै जाउँ के हुन्छ। अब तपाईँहरूको साथ सहयोग मिल्यो भने फेरि पनि यस्तै भिडियो आउँदै गर्छ। अब साथ सहयोग मिल्छ मिल्दैन, साथ सहयोग त गर्नु न, मिल्छ मिल्दैन भन्न पनि गर्नु न भन्ने थाहा छ मलाई।